तपाईहरु पनि वर्ल्ड कप 2026 हेर्न चाहनुहुन्छ तर कसरी हेर्ने भनेर सोच्नु भएको छ भने आज म तपाईहरुलाई वर्ल्ड कप 2026 हेर्ने उपयुक्त तरिकाहरू सिकाउन जाँदैछु। भिडियो अन्त्यसम्म हेर्नुहोला र वर्ल्ड कप 2026 को मजा लिनुहोला। नेपालमा लाइभ म्याच यदि तपाईं टिभीबाट हेर्न चाहनुहुन्छ भने हिमालय स्पोर्ट एचडी च्यानलबाट हेर्न सक्नुहुन्छ र यो च्यानल तपाईले केबल अपरेटर वा आइपीटीभीबाट हेर्न सक्नुहुन्छ र तपाईले डिश होम युज गर्नुभएको छ भने डिश होमबाट पनि हेर्न सक्नुहुन्छ। अर्को तपाईले नेपाल टेलिकमको एनटीटीभी युज गर्नुभएको छ भने हिमालय स्पोर्ट च्यानलमा गएर तपाईले यहाँबाट पनि हेर्न सक्नुहुनेछ र तपाईले वर्ल्डिङ चलाइराख्नु भएको छ भने वर्ल्डिङको नेट टिभी छ भने यहाँबाट यो च्यानललाई तपाईले हेर्न सक्नुहुन्छ। यदि भाइनेटको भाइ टिभी छ भने तपाईले यो च्यानललाई यहाँबाट पनि हेर्न सक्नुहुन्छ अथवा तपाईले क्लासिक टेकको नेट चलाइराख्नु भएको छ भने क्यारो टिभीबाट पनि हेर्न सक्नुहुन्छ र अर्को तरिका भनेको तपाईले मोबाइल एप्सबाट हेर्न चाहनु भएको छ भने डिजिओ एप्सबाट पनि हेर्न सक्नुहुन्छ। डिजिओ एप्सबाट हेर्न चाहिँ तपाईले प्ले स्टोरमा गएर यो एपलाई डाउनलोड गर्नुपर्ने हुन्छ र यहाँबाट तपाईले वर्ल्ड कपको मजा लिन सक्नुहुन्छ। र तपाईले वर्ल्ड कप हेर्न टिभीबाट हेर्न चाहनु भएको छ भने टिभीको लागि चाहिँ 1000 रुपैयाँको सब्सक्रिप्सन तपाईले लिनुपर्ने हुन्छ र मोबाइल एप्सबाट हेर्न मन छ भने तपाईले 550 को सब्सक्रिप्सन तपाईले लिनुपर्ने हुन्छ र मोबाइल एपबाट हेर्न मन छ भने तपाईले 550 को सब्सक्रिप्सन लिनुपर्ने हुन्छ। सब्सक्रिप्सनको पैसा तिर्न चाहिँ तपाईले इसेवाबाट सब्सक्रिप्सनको पैसा तिर्न सक्नुहुन्छ र तपाईले इसेवाबाट सब्सक्रिप्सनको पैसा तिर्न नेट टिभी वा डिजिओ भन्ने अप्सनमा क्लिक गरेर तपाईले चाहिँ त्यहाँको आफ्नो आइडी कस्टमर आइडी र पैसा हालेर तपाईले इसेवाबाट पैसा तिर्न सक्नुहुन्छ। यही तरिकाबाट तपाईले वर्ल्ड कप 2026 लाई मजाले आफ्नो टिभी वा मोबाइलबाट हेर्न सक्नुहुन्छ। आजको भिडियो तपाईहरुलाई कस्तो लाग्यो? भिडियो अन्त्यसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद र यो भिडियो कस्तो लाग्यो तपाईलाई भिडियो मन परे लाइक र च्यानललाई सब्स्क्राइब गर्नुहोला। फेरि अर्को भिडियोमा भेट्नेछु। आजलाई गुड बाई।